बालेन शाह हाई हाई पुराना नेतालाई बाई बाई। अघि अघि बालेनको प्रहार, काठमाडौँमा चल्यो खुसियालीको लहर। दर्शकबिन, यो कुरा हामीले भनेको होइन, हरेक नेपालीको मनले यो कुरा बोलिरहेको छ। मेयर बालेन शाहले केही दिन अघि मात्र काठमाडौँको दरबार मार्ग क्षेत्रमा संसारकै महँगो मानिने ग्रेनाइट हालेका थिए। दरबार मार्गको फुटपाथमा ग्रेनाइट हालेपछि आज हामी तपाईहरूलाई वास्तवमै यो क्षेत्र कस्तो देखिएको छ भनेर देखाउन लागिरहेका छौँ। दाइसँग नि छुट्टो कुराकानी गरौँ न। दाइ पनि यो ग्रेनाइट हेर्दै हिँड्नु भएको थियो क्या, भनिदिनु न हजुरलाई कस्तो लाग्यो? म पनि आज दरबारमा चाहिँ फर्स्ट टाइम आएको। हजुर, यस्तो गर्दैछ भनेको सुनेर। ए सुनेर आउनुभएको हेर्नलाई? कस्तो लाग्यो हजुरलाई? एकदमै राम्रो लाग्यो। बालेन जस्तो मेयर चाहिँ हाम्रो सपत्रै जिल्लाले पाउनुपर्छ। दरबार मार्ग क्षेत्र काठमाडौँ सहरको एक प्रमुख र प्रसिद्ध सडक हो। यो सडक काठमाडौँको केन्द्रीय भागमा अवस्थित छ। यहाँको व्यापारिक र सामाजिक गतिविधिहरूका लागि यो क्षेत्र निकै नै महत्त्वपूर्ण मानिन्छ। दरबार मार्गमा विभिन्न लग्जमरी ब्रान्डका पसल, रेस्टुरेन्ट, क्याफे र होटलहरू पाइन्छ। यो सडक काठमाडौँको ऐतिहासिक दरबार क्षेत्रसँग पनि नजिक रहेको छ। दर्शकबिन नमस्कार, तपाईँलाई स्वागत छ आजको हाम्रो अर्को नयाँ भिडियोमा। यति बेला हामी आइपुगेका छौँ काठमाडौँको मध्य भागमा अवस्थित यो दरबार मार्ग क्षेत्रमा र मेरो अगाडिपट्टि छ नारायण हिटी दरबार, जुन ऐतिहासिक हिसाबले पनि धेरै नै महत्त्वपूर्ण बोकेको छ। त्यसै गरी आजको यो भिडियोमा हामी तपाईँहरूलाई काठमाडौँ महानगरपालिकाका नगर प्रमुख मेयर बालेन्द्र शाह बालेनले यो दरबार मार्गमा हालेको ग्रेनाइटको बारेमा तपाईँहरूलाई जानकारी दिन लागिरहेको छु। दर्शकबिन, त्यसै गरी यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ जुन यो पानीको ड्रम पनि चाहिँ राखिएको रहेछ। सायद यो भित्र पानी हुनुपर्छ अझै पनि। र यहाँनिर यसरी बालुवाहरू राखिएको छ, बोराहरू राखिएको छ र यहाँदेखि उता चाहिँ गरिएको छ। र बिहान पानी परेको कारणले चाहिँ यसलाई जुन यो कम्प्लिट रूपमा जुन यो ग्रेनाइट राखिसकिएको छैन, त्यही भएर पनि यस्तो देखिएको छ। तर यहाँनिर चाहिँ बालुवाहरू छ, किनकि बिहान पानी परेको कारणले गर्दाखेरि चाहिँ यस्तो अवस्थामा छ। जुन यो ठाउँ देख्न सक्नुहुन्छ, यो ठाउँको जुन यो तयार गरिएको ठाउँमा एकजना दाइ बस्नु भएको रहेछ। दाइसँग कुराकानी गर्न लागिरहेको छु। दाइ नमस्ते। सन्चै हुनुहुन्छ? अनि दाइ त यो ग्रेनाइट हालेको ठाउँमा बस्नु भएको रहेछ, कस्तो लागिरहेछ हजुरलाई? कस्तो देखियो दरबार मार्ग? राम्रो पनि, एकदम टिलिक देखियो सर। टिलिक टल्कियो? हजुर हजुर। अहिले सफाई अहिले कम छ, सफाई अब पुरै काम भएपछि नि हजुर अनि सफाई गर्छ नि त, राम्रो देख्छ। त्यो बिहान पानी पर्यो नि त, त्यही भएर पनि होला सायद त्यस्तो भएको। पानी परेर अनि बालुवा सबै टाँसेको छ, त्यही भएर त्यस्तो देखिरहेछ। तर एकदम राम्रो छ कि। बालेन शाहको काम हजुरलाई कस्तो लागिरहेछ? छुट्टो भनिदिनु न। एकदम राम्रो छ। अनि यहाँ त भन्न लाग्यो नि, बालेन शाह हाई हाई पुरानो नेतालाई बाई बाई पनि भन्न लाग्यो नि त। एकदम सही कुरो हो त्यो। पुराना नेताहरूलाई त चाहिँ टाटे मुङ्रे बनाएर डाँडै कटाउनेको भन्छ नि त। नि त्यो राम्रो हो, त्यो राम्रो हो। पुराना नेताहरूको काम छैन? छैन, पुरानो नेताको कामै छैन। किन काम छैन? एक दुई तिन भन्नुहोस्। पुरानो नेताको यसमा काम ध्यानै दिँदैन कि बाटोमा। पुरानो नेताको गफ मात्रै भयो। पार्किङ सार्किङ केही पनि उसको मतलबै भएन। आफ्नो जी मात्र हेरिरहेको छ उनीहरू। हजुर। चोहर जाने चोहर आउने बाटो कसले हेर्छ नेताहरू? तपाईँ के पहिलोपटक आउनु भयो दरबार मार्गमा? हजुर, दरबार मार्गमा पहिलोपटक आउनु भयो तपाईँ? म धेरैचोटि आएको छु, तर पहिला भन्दा अहिले धेरै टिलिक छ। यो दरबार मार्ग भन्ने बित्तिकै अलि लग्जमरी, अलि एक्सपेन्सिभ होटलहरू यहाँनिर, होटलहरू त्यसै गरी रेस्टुरेन्टहरू र त्यो सँगसँगै अन्य सामानहरू जस्तै चाहिँ किनमेल गर्नको लागि पनि सपिङ मलहरू भएको क्षेत्रको रूपमा जुन यो दरबार मार्गलाई लिन सकिन्छ। दर्शकबिन, म पनि आज दरबारमा चाहिँ फर्स्ट टाइम आएको। हजुर, यस्तो गर्दैछ भनेको सुनेर। ए सुनेर आउनुभएको हेर्नलाई? कस्तो लाग्यो हजुरलाई? एकदमै राम्रो लाग्यो। बालेन जस्तो मेयर चाहिँ हाम्रो सपत्रै जिल्लाले पाउनुपर्छ। हजुर। अब म चाहिँ के भन्न चाहन्छु भने, तपाईँहरू जस्तो युवा चाहिँ अब राजनीतिमा आएर बालेन जस्तोहरू राम्रो भिजन भएको होइन, राम्रो भएको मान्छे चाहिँ आएर अब जसरी काठमाडौँलाई यसरी डेभलप गराएछ नि, त्यत्रो वर्ष कुनै पनि पार्टीले गर्न नसकेको बालेनले गर्न सकेको छ। युवाले चाह्यो भने के चाहिँ नहुने रहेछ। त्यही भएर म चाहिँ युवालाई सपोर्ट गर्ने हो। म पनि कुनै एउटा पार्टीमा त अबद्ध छु, तै पनि मलाई बालेनको चाहिँ एकदमै मनपर्छ। म पनि प्रदेश कमिटीको सदस्य हो। ए अब यो भन्दिनँ भनेको तपाईँ अरू पार्टीमा भएर नि बालेन शाहलाई चाहिँ समर्थन गर्नुहुन्छ? एकदमै। म मेरो पार्टीमा पनि बालेन जस्तो आउनु पर्यो भन्छु, किनभने मलाई पदको लोभ छैन,
भिजन भएको युवाहरू आयो भने चाहिँ मेरो पार्टीमा पनि म उहाँहरूको भर्याङ हुन चाहन्छु। भर्याङ हुन चाहनुहुन्छ? भित्रपट्टि साइडमा जुन यो ग्रेनाइटहरू देख्नुहुन्छ यो चाहिँ यो ठाउँमा हाल्नको लागि बिछाउनको लागि बालेन शाहको टिमले राखेको जुन यो ग्रेनाइटहरू हो यति धेरै बाक्लो हुने रहेछ। अब ल झन्डै यो हेर्न सक्नुहुन्छ यति धेरै बाक्लो छ यो ग्रेनाइट होइन। यो संसारको महँगो वस्तुहरू मध्येको एक पर्दछ जुन यो चाहिँ असाध्यै धनाढ्यहरूको घरभित्र हाल्ने गरिन्छ। तर यहाँनिर चाहिँ जुन यो दरबार मार्गको क्षेत्रमा चाहिँ यसरी भुइँमै जुन यो चाहिँ बिछ्याइरहेको छ काठमाडौँ महानगरपालिकाको टिमले। र यसरी पर पनि देख्न सक्नुहुन्छ पुरै झ्याप तरिकाले राखिएको छ। यो जुन यो काटेर पनि चाहिँ राखिएको छ। दाइसँग नि छुट्टै कुराकानी गरौँ न। दाइ पनि यो ग्रेनाइट हेर्दै हिँड्नु भएको थियो क्या, भनिदिनु न हजुरलाई कस्तो लाग्यो? धेरै राम्रो लाग्यो। तपाईँ बालेन शाहले चाहिँ धेरै राम्रो गरेको हो। यो दरबार मार्गमा चाहिँ एउटा नयाँ पाराले हजुर ग्रेनाइट उठाएर नयाँ पाराको गर्नु लाग्यो। ढुङ्गा भनेको त जताततै उठाएको छ, अन्त पनि ढुङ्गा पनि नयाँ किसिमको हालेको छ होइन। त्यसले गर्दाखेरि धेरै राम्रो छ। निहुरोको हेर्नुहोस् अलिक पेटी कस्तो राम्रो भएको छ। हजुर अहिले सानो पेटी थियो अलिक ठुलो भयो। उनीहरूको पहिलाको नेताहरूको गरी खाने भाँडो चाहिँ खोसिएको छ। तिर पनि जुन हेर्न सक्नुहुन्छ दर्शकबिन जुन यो क्षेत्रमा पनि ग्रेनाइट हाल्नको लागि ग्रेनाइट बिछ्याउनको लागि काठमाडौँ महानगरपालिकाको टिमले यसरी यहाँनिर चाहिँ जुन यो तयारी गरेको देख्न सकिन्छ। यहाँनिर चाहिँ यो बालुवाहरू पनि चाहिँ यसरी यहाँनिर राखिएको रहेछ। म भर्खरै मात्र आएको छु। तपाईँहरूले ग्रेनाइट हालियो भने त धेरै नै सुन्नुभयो, धेरै नै मिडियाहरूमा आएको सुन्नुभयो। तर वास्तवमै आज कस्तो देखिएको छ भनेर चाहिँ तपाईँहरूलाई जानकारी दिन चाहिँ म लागिरहेको छु। दाइ नमस्ते, सन्चै हुनुहुन्छ? तपाईँलाई मैले परदेखि याद गरिरहेको थिएँ क्या यो भुइँमा हालेको जुन यो ग्रेनाइट हेर्दै हिँड्नु भएको थियो। कस्तो लाग्यो तपाईँलाई? राम्रो छ, धेरै राम्रो छ। यो हालेको कति दिन जति भयो होला दाइ यहाँनिर ग्रेनाइट? त्यति जति भइसक्यो यहाँनिर। के बिहान हिजो बेलुका पानी परेर हो कि अलि चाहिँ अलिकति फोहोर देखिरहेको रहेछ? हजुर जुत्तामा आउँछ बालाहरू, हजुर त्यो कारणले पनि होला होइन। सबै देखिन्छ तर राम्रो छ। यो त्यो ग्रिप छ क्या, ग्रिप छ, चिप्लिँदैन यो। चिप्लिँदैन यो। यो त विदेशतिर त अलिकति चाहिँ मतलब यो धनाढ्यहरूले हाल्ने जुन यो ग्रेनाइट त्यसरी त दरबार मार्गमा त्यो भुइँमै बिछाउन थालिएछ नि। विदेशै हुन लाग्यो है क्या दरबार मार्ग? यो देखेको मैले, किनभने मैले लन्डनमा पनि देखेको होइन। हजुर लन्डनको त्यो जुन मेन स्ट्रिट होइन हजुर त्यसमा पनि यस्तो छ। हजुर यो उछ्याएको होइन। हजुर यो किनभने जस्तो यो चार्मिङ जहाँ सेन्ट्रल एरिया हुन्छ नि, हजुर विदेशमा जहाँ पनि लगाएको हुन्छ कि। तर यो विरोधीहरूले त यो दरबार मार्गको चाहिँ बालेन शाहले इतिहासै मेटाउन खोज्यो त यो ग्रेनाइट हालेर पनि भनेर आलोचना गरिरहेछन् नि। होइन, यो आधुनिक जमानामा आधुनिक ठाउँमा जस्तो छ त्यस्तै राख्ने हो। बालेनजीले के गरेको छ भने तपाईँको जुन ठाउँमा चाहिँ नि पुरानो चिजहरू राख्नुपर्छ नि, हजुर आफ्नो संस्कृति अनुसार त्यो चिज ठाउँमा चाहिँ त्यो राखेको छ, ढुङ्गा ओछ्या छ। अब यहाँ त ढुङ्गा ओछ्या त भएन। यहाँ त विदेशी पर्यटकहरू थुप्रै आउँछन्। एकदम चाहिँ मेन कोर एरियाको पनि सेन्टर पोइन्ट भयो होइन दरबार मार्ग। त्यो कारणले पनि ग्रेनाइट उठाउँदा एकदम राम्रो देखेको छ। यो चाहिँ पारिपट्टि पनि हेर्न सक्नुहुन्छ। पारिपट्टि जुन त्यो माथिदेखि त्यहाँनिर जुन त्यो बसहरू रोकिरहेछ त्यहाँदेखि यहाँ तलको क्षेत्रसम्म नै हालिने रहेछ। भित्रपट्टि साइडमा नै हालिने रहेछ भने यतापट्टि साइडमा नै पुरै हालिने रहेछ। र यहाँनिर चाहिँ जुन यो ग्रेनाइट हाल्नको लागि यस्तो अवस्थामा यहाँनिर तयारी गरेर राखिएको छ। सायद आज शनिबार भएको कारणले गर्दाखेरि पनि हुनसक्छ यहाँनिर मानिसहरू, काम गर्ने मानिसहरू अहिले देखिएका छैनन्। किनकि बिहान भर्खरै मात्र काठमाडौँमा बर्सात भएको थियो र हिजो बेलुका पनि बर्सात भएको थियो। अहिले चिसो छ काठमाडौँको अवस्था। तपाईँहरू हाम्रो यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ सबैले आफ्नो देशको कमेन्ट गर्नुहोला र साथै बालेन शाहले गरेको यो कामको लागि हाम्रो यो भिडियोलाई एक लाइक पनि गरिदिनु होला दर्शकबिन। अलिकति ग्रेनाइटलाई म यहाँबाट जुम गरेर देखाउन लागिरहेको थियो तपाईँलाई। यस्तो अवस्थामा राखिएको छ। एकदमै राम्रो छ। बालेनलाई चाहिँ सल्युट। बालेन शाहलाई सल्युट गर्नुहुन्छ? एकदमै भाइ। तर विरोधीहरूले त बालेन शाहले सिनको पनि भाँचेको छैन, कुरा मात्रै ठुलो गरिरहेछ। फेसबुकमा के लेखेर हालिरहेछन् को भन्छन् त? हामीले देखिरहेछ त्यस्तो को भन्छन् त? देखिरहेछ बुढाबुढीदेखि युवा सानो बच्चा, मेरो बच्चाले पनि बालेनलाई मन पराउँछ। मेरो छोरी बाहिर छ अहिले अस्ट्रेलियामा छ। मेरो छोरीले पनि माउ नेक्स्ट टाइम त हजुर काभ्रे होइन काठमाडौँमा भोट हाल्नै बालेनलाई भन्छ। ए तपाईँको घर चाहिँ काभ्रे? पुरानो घर काभ्रे, काठमाडौँमा 3 किलो। बालेन शाहले यस्तो गर्छन् भन्ने सोच्नु भएको थियो सुरुको बेलातिर? सुरुमा सोचेको थिएन हामीले। किनकि यहाँनिर त धोकाधडी मतलब दिइरहेछन् पुराना नेताहरूले होइन, आश्वासन मात्र बाँडिरहेछन् नि। तर बालेन शाहले त बोलेको कुरा त पुरा गरिरहेछन् जस्तो त देखियो नि त। एकदमै गरेछ। हिजो
एउटा निहरले हजुर चाह्यो भने के चाहिँ गर्न नसक्ने रहेछ यो चाहिँ उहाँले देखाउनु भयो के यो चाहिँ देखियो अब 84 मा बालिन शाहको कस्तो होला त अब यात्रा हजुर उम्मेदवारी दर्ता गरेर घरमा गएर सुते पनि जित्छ जस्तो लाग्छ मलाई तर बालिन शाह त प्रधानमन्त्रीमा हुनुपर्ने भनेर पनि भन्छन् नि जनताले चुन्ने जुन कार्यकारी प्रधानमन्त्री आयो भने त स्योर जित्छ हजुर देशले चाहिँ जुन नेपालले चाहेको प्रधानमन्त्री चाहिँ पाउँछ र यतातिरको जुन यो रुखहरू पनि चाहिँ पुरै काटछाट गरिएको रहेछ जुन यो रुखहरूको हाँगाहरू जुन यो पातहरू